नेप्से बजारका कुराको अङ्क 6 मा यहाँलाई स्वागत छ। आज हामी नेपालमा म्युचुअल फन्डहरूको बारेमा अलिक गहिरिएर कुरा गरौँ न है। हामीसँग केही स्रोतहरू छन्, तिनले फन्डका प्रकार अनि त्यो महत्त्वपूर्ण कुरा खुद सम्पत्ति मूल्य एनएभी भन्छ नि हो त्यसको बारेमा र फाइदा बेफाइदा के छन् नेपालमा लगानी गर्दा यसबारे बताउँछन्। हाम्रो कोसिस के रहन्छ भने म्युचुअल फन्डले कसरी काम गर्छ त, यसका मुख्य पक्ष के हुन्, लगानीकर्ताले खासमा के बुझ्नुपर्छ, यसमै केन्द्रित रहेर एउटा स्पष्ट चित्र बनाउने प्रयास गरौँ। ल सुरु गरौँ है त। म्युचुअल फन्ड यो भनेको खासमा के हो त? एकदमै सरल तरिकाले भन्दाखेरि धेरैजना लगानीकर्ता हुन्छन् नि, उनीहरूबाट थोरै थोरै पैसा जम्मा पारेर एउटा ठूलो कोष बनाइन्छ, हो त्यही हो म्युचुअल फन्ड। अनि यो कोष चलाउने मान्छे सामान्य मान्छे हुँदैन, बजारको राम्रो ज्ञान भएको मतलब पेशेवर फन्ड म्यानेजरहरूले यसलाई हेर्छन्। उनीहरूको मुख्य काम के हो भने त्यो जम्मा भएको पैसालाई सेयर, ऋणपत्र यस्तो विभिन्न ठाउँमा लगानी गरेर जोखिम सकेसम्म कम गर्ने अनि राम्रो कमाई मतलब प्रतिफल कसरी बढाउने भनेर हेर्ने। अनि नेपालमा यो सबै काम फेरि नेपाल धितोपत्र बोर्ड सिबनको नियमभित्रै रहेर हुन्छ। हो, एकदम सही आधार हो त्यो। अब कस्ता कस्ता म्युचुअल फन्डहरू छन् त नेपालमा, त्यतातिर लागौँ न। यसलाई मुख्य गरी खै दुई तरिकाले हेर्न मिल्छ जस्तो लाग्छ। एउटा त फन्डको बनावट कस्तो छ, मतलब संरचना, त्यो आधारमा, अनि अर्को चाहिँ फन्डले किन लगानी गर्दैछ, कहाँ गर्दैछ, उद्देश्य के हो त्यसको आधारमा। संरचना र उद्देश्य हो, संरचनाको आधारमा हेर्दा नि पहिलो प्रकार आउँछ खुलामुखी फन्ड, ओपन एन्डेड भन्छ यसलाई। यसको अर्थ के हो भने फन्डको यति नै इकाइ हुन्छ भनेर तोकिएको हुँदैन। लगानीकर्ताले जहिले मन लाग्यो फन्ड म्यानेजरबाटै त्यो दिनको एनएभीमा मतलब खुद सम्पत्ति मूल्यमा इकाइ किन्न नि सक्छ, बेच्न नि सक्छ। त्यही भएर यसमा पैसा झिक्न वा थप्न सजिलो भयो नि, तरलता उच्च भयो। जस्तै एनआइबिएल सहभागिता फन्ड अनि त्यो नाइक्सिया डाइनामिक डेट फन्ड यिनीहरू उदाहरण हुन्। भनेपछि किन्न बेच्न सजिलो हो। अनि अर्को प्रकार छ बन्दमुखी फन्ड, क्लोज्ड एन्डेड। यसमा चाहिँ सुरुमा आइपिओ आउँछ नि सेयरको जस्तै हो, त्यसरी नै निश्चित सङ्ख्यामा इकाइ जारी हुन्छ अनि त्यसपछि ती इकाइहरू चाहिँ स्टक एक्सचेन्जमा मतलब नेप्सेमा साधारण सेयर जसरी नै किनबेच हुन्छन्। यिनीहरूको एउटा निश्चित समय हुन्छ, परिपक्वता अवधि भन्छ, 5 वर्ष, 7 वर्ष, 10 वर्षको हुन्छ। अच्छा, उदाहरणको लागि नबिल ब्यालेन्स्ड फन्ड 1 वा सिद्धार्थ इक्विटी फन्ड यिनीहरू बन्दमुखी भए। यो खुलामुखी र बन्दमुखी बीचको फरक त लगानीकर्ताले आफ्नो पैसा कहिले चाहिन सक्छ भन्ने आधारमा महत्त्वपूर्ण हुने भयो होइन त? हो नि, एकदम। अनि तपाईँले भन्नुभयो लगानी गर्ने ठाउँको आधारमा पनि फरक हुन्छ अरे? अवश्य। त्यो लगानी उद्देश्यको आधारमा हेर्दा एउटा प्रमुख प्रकार हो इक्विटी फन्ड। यसले चाहिँ धेरैजसो लगानी सेयर बजारमै गर्छ। लक्ष्य के हुन्छ? लामो समयमा राम्रो पुँजी बढाउने। तर अब सेयर बजार भनेपछि स्वभावैले जोखिम पनि अलि बढी नै हुन्छ यसमा अरूको तुलनामा। नबिल इक्विटी फन्ड, कुमारी इक्विटी फन्ड यिनीहरू इक्विटी फन्ड भए। धेरै कमाउने आशमा अलि बढी जोखिम। हो, त्यस्तै। अनि अर्को छ ऋणपत्र फन्ड, डेट फन्ड। यसले चाहिँ सरकारी ऋणपत्रहरू अनि ब्याङ्क वा कम्पनीहरूले जारी गर्ने डिभेन्चर हुन्छ नि, हो त्यस्तो निश्चित आम्दानी दिने ठाउँमा लगानी गर्छ। यसको लक्ष्य चाहिँ तुलनात्मक रूपमा स्थिर अनि सुरक्षित प्रतिफल दिने हुन्छ। एनआइसी एसिया डायनामिक डेट फन्ड यसको उदाहरण भयो। मतलब कम जोखिम स्थिर आय खोज्नेलाई हो। अनि यी दुईको बीचको मतलब मिश्रण पनि हुन्छ, सन्तुलित फन्ड भन्छ त्यसलाई, हाइब्रिड वा ब्यालेन्स्ड फन्ड। यसले सेयरमा पनि लगानी गर्छ, ऋणपत्रमा पनि गर्छ, जोखिम र प्रतिफललाई सन्तुलनमा राख्न खोज्छ। नबिल ब्यालेन्स्ड फन्ड आई यस्तै फन्ड हो। यिनका अलावा अरू पनि छन्, ग्रोथ फन्ड, आय फन्ड अनि कुनै सूचकलाई पछ्याउने इन्डेक्स फन्ड पनि छ, जस्तै एनआइसी एसिया सेलेक्ट 30। तपाईँले अघिदेखि खुद सम्पत्ति मूल्य एनएभी को कुरा धेरै पटक गर्नुभयो। खुलामुखी फन्ड त यही एनएभीमै किनबेच हुन्छ भन्नुभयो। यो एनएभीलाई अझै अलि सरल भाषामा बुझाइदिनुहोस् न। पक्कै पनि। नाभ मतलब नेट एसेट भ्याल्यू, यो भनेको चाहिँ म्युचुअल फन्डको एउटा इकाइको वास्तविक मूल्य कति हो भन्ने हो। अब यो कसरी निकाल्छन् भन्दा फन्डले जति पनि ठाउँमा लगानी गरेको छ नि, त्यो सबैको त्यो दिनको बजार मूल्य जोड्ने,
त्यो भयो फन्डको कुल सम्पत्ति। त्यसबाट फन्डले तिर्नुपर्ने खर्चहरू, दायित्वहरू जस्तै व्यवस्थापन शुल्क होला, अरू खर्च होला, त्यो सबै घटाउने। अनि जुन खुद सम्पत्ति बाँकी रहन्छ त्यसलाई फन्डको जम्मा इकाइ सङ्ख्याले भाग गर्ने। भाग गरेपछि जे आउँछ त्यही हो प्रति इकाइ नाभ। ए, हिसाब त सिधा नै रहेछ। हो, लगानीकर्ताको लागि यो किन महत्त्वपूर्ण छ भने यसले फन्डले कस्तो काम गरिरहेको छ, मतलब कार्य सम्पादन कस्तो छ भन्ने सङ्केत दिन्छ। अनि खुल्लामुखी फन्ड त यही मूल्यमा किनबेच हुने भइहाल्यो। तर बन्दमुखीमा फरक हुन्छ भन्नुभएको थियो। हो, बन्दमुखी फन्डमा चाहिँ त्यो नेप्सेमा कारोबार हुन्छ नि, त्यसको बजार मूल्य चाहिँ एनएभी भन्दा फरक हुन सक्छ। कहिलेकाहीँ एनएभी भन्दा कममा कारोबार हुन्छ, त्यसलाई डिस्काउन्ट भन्छन्। कहिलेकाहीँ बढीमा हुन्छ, प्रिमियम भन्छन्। त्यो चाहिँ बजारको माग र आपूर्तिले निर्धारण गर्छ। ए, भनेपछि बन्दमुखी किन्दा एनएभी पनि हेर्नु पर्यो, बजार मूल्य पनि हेर्नु पर्यो। बिल्कुल। यो एनएभी चाहिँ प्राय फन्ड म्यानेजरको वेबसाइटमा वा आर्थिक समाचार दिने पोर्टलहरूमा दैनिक वा साप्ताहिक रूपमा राखेकै हुन्छन्। ल, यो त भयो फन्डको प्रकार र एनएभीको कुरा। अब समग्रमा हेरौँ न, नेपालमा म्युचुअल फन्डमा लगानी गर्दा के फाइदा छन् त, अनि बेफाइदा नि केही होलान्? फाइदाको कुरा गर्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण फाइदा भनेको पेशेवर व्यवस्थापन नै हो। मतलब बजारबारे धेरै थाहा नहुने वा समय दिन नसक्ने लगानीकर्ताको लागि विज्ञहरूले नै लगानी हेरिदिने भए। ओहो, त्यो त ठुलो कुरा भयो। दोस्रो फाइदा विविधीकरण, डाइभर्सिफिकेसन भन्छ नि। थोरै पैसा लगानी गर्दा पनि त्यो पैसा धेरै किसिमको सेयर, ऋणपत्रमा फैलिन्छ। यसले गर्दा जोखिम कम हुन्छ। अघि तपाईँले भन्नुभएको जस्तै एउटै डुङ्गामा सबै खुट्टा नराख्नु भने जस्तै भयो यो। तेस्रो, पहुँच र सामर्थ्य। म्युचुअल फन्डमा प्राय 1000 रुपियाँ जति सानो रकमबाट पनि लगानी सुरु गर्न मिल्छ। धेरै पैसा नहुनेले पनि बजारमा सहभागी हुन पाए। त्यो पनि राम्रो पक्ष हो। चौथो, तरलता। खुलामुखी फन्ड त सजिलै बेच्न पाइयो। बन्दमुखी पनि नेप्सेमा कारोबार हुने भएकाले आवश्यक पर्दा बेच्न सकिन्छ। र पाँचौं, 7को नियमन छ। त्यसले गर्दा पारदर्शिता हुन्छ, हिसाब किताब प्रष्ट हुन्छ, अनि केही हदसम्म लगानी सुरक्षित पनि महसुस हुन्छ। फाइदा त धेरै नै देखियो। विशेष गरी नयाँ लगानीकर्ता वा व्यस्त रहनेहरूका लागि त झन् उपयोगी हुने भयो। तर यसका बेफाइदा वा ध्यान दिनुपर्ने पक्षहरू पनि त होलान् नि, होइन र? हो, अवश्य छन्। बेफाइदा नबनौँ, तर विचार गर्नुपर्ने पक्ष भनौँ न। पहिलो हो शुल्क र खर्चहरू। फन्ड चलाउनको लागि व्यवस्थापन शुल्क लाग्छ, अरू सञ्चालन खर्चहरू हुन्छन्। यी खर्चहरूले लगानीकर्ताले पाउने खुद नाफा मतलब प्रतिफल घटाइदिन्छ। कति हुन्छ त्यस्तो शुल्क? त्यो फन्ड अनुसार फरक हुन्छ, तर विवरण पत्रमा स्पष्ट लेखिएको हुन्छ, हेर्नुपर्छ। दोस्रो, बजार जोखिम त जहाँ पनि हुन्छ। म्युचुअल फन्डले लगानी गर्ने भनेको पनि आखिर सेयर, ऋणपत्रमै हो। बजार घटबड हुँदा फन्डको एनएभी पनि घटबड हुन्छ, मतलब लगानीको मूल्य घट्न सक्छ, ग्यारेन्टी हुँदैन। त्यो त बुझियो। तेस्रो, प्रत्यक्ष नियन्त्रण हुँदैन। कुन सेयर किन्ने, कुन बेच्ने, कहिले किन्ने, कहिले बेच्ने, यो सबै निर्णय फन्ड म्यानेजरले गर्छ। लगानीकर्ताले आफैले हस्तक्षेप गर्न पाउँदैन। ए, आफ्नो रोजाइको सेयरमा मात्रै लगानी गर्न मन लाग्यो भने चाहिँ मिलेन। चौथो, फन्ड म्यानेजरको दक्षतामा निर्भरता। फन्डले कस्तो गर्छ भन्ने कुरा धेरै हदसम्म त्यो फन्ड चलाउने म्यानेजर कति सक्षम छ भन्नेमा भर पर्छ। सबैले एकै नास राम्रो गर्छन् भन्ने छैन। र अन्त्यमा कर सम्बन्धी नियमहरू पनि छन्। म्युचुअल फन्डबाट कमाएको पैसामा कर कसरी लाग्छ त्यो पनि बुझ्नुपर्छ। त्यसले पनि वास्तविक प्रतिफलमा असर पार्छ। यी सबै कुरा विचार पुर्याउनु पर्ने रहेछ। हो, सारमा भन्नुपर्दा म्युचुअल फन्डले नेपालमा लगानी गर्न सजिलो बनाएको छ, विविधीकरणको अवसर दिएको छ। खास गरी नयाँ र सानो लगानीकर्तालाई यो एकदमै सकारात्मक कुरा हो। तर लगानी गर्नु अघि आफ्नो लक्ष्य के हो, कति जोखिम उठाउन सक्छु, अनि आफूले रोज्न लागेको फन्डले कति शुल्क लिन्छ, यी सबै कुरा राम्रोसँग बुझेर तुलना गरेर मात्रै निर्णय लिनु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। यहाँ एउटा सोच्नुपर्ने प्रश्न के पनि छ भन्दै नि, के सधैँ कम शुल्क लिने फन्ड नै रोज्नु ठिक हो, वा व्यवस्थापन गर्ने टिम कति अनुभवी छ, कति सक्षम छ, त्यो गुणस्तर बढी महत्त्वपूर्ण हो? यो प्रश्नमा लगानीकर्ता आफैले विचार पुर्याउनु जरुरी छ जस्तो लाग्छ मलाई। यतिन्जेलसम्म हामीलाई सुनिदिनु भएकोमा धन्यवाद।